ल हामी चाहिँ हाम्रो रानीवन होमस्टेमा आइपुगे। हाई एभ्रिवान, जोरले नमस्ते, स्वागत छ हजुरलाई मेरो अर्को नयाँ भिडियोमा। सधैँ चाहिँ फेरि पनि आज फेरि अर्को नयाँ भिडियो लिएर यहाँहरू माझमा उपस्थित भइसकेको छु। अनि आज चाहिँ हामी जाँदैछौँ भार्से। अनि म चाहिँ अहिले यहीँ घरदेखि नै इन्ट्रो बनाएको, किनकि बाटोमा के हुन्छ के हुन्न थाहा हुन्न। अनि त्यही भएर हामी चाहिँ अब आउँदै हुनुहुन्छ, बुट्टा लिँदै हुनुहुन्छ। बा आउनुभयो, बालाई देखाउनु त। आज हो मेरो बा अनि मेरो माइतको डुडुवा। भाइ भन्नु त बा। हाई ल भन्नु त, हामी कहाँ जाँदैछौँ? हामी कहाँ जाँदैछौँ भन्नु त बा। ए भार्से। उता हेरेर भन्नु त। भार्से हजुर जानु भएको छ पहिला? पहिलाबाट गइएको थियो कि धेरै भयो नगएको। वर्ष भयो होला होइन? कति वर्ष? त्यो खुट्टे लिनेर गइन्थ्यो क्या न। ल बाबा बुवाहरू चाहिँ खुट्टाले हिँडेर जानुभएको थियो, जानुभएको छ अरे। अहिले चाहिँ हामी गाडीमा जाने सर र साथीहरू। अनि उहाँ चाहिँ के हुन्छ अब हामी चाहिँ यहाँ म अहिले देखाउँछु को जाँदैछ। त्यही हो, अब के हुन्छ सबै म भिडियोमा यहाँ क्याप्चर गर्ने कोसिस गर्छु। भिडियोलाई भने अन्तिमसम्म हेरेर माया गरिदिनु होला। बाई बाई। सुमन मामा आज चाहिँ चिटिक्क परेर आउनु भएको रहेछ। ल हजुरलाई स्वागत छ भ्लगमा। भन्नु न, हाई भन्नु न। आज सुमन मामा त चिटिक्क परेर जुत्ता पनि लाउनु भएको रहेछ। ल ल हाम्रो माइजू, ठुलो माइजू, हाई। ल भार्से हिँडेको हामी चाहिँ होमस्टेमा रमाइलो गर्नुपर्छ है त माइजू। ल माइजू भान्जी नाच्नुपर्छ, माइजू भान्जी नाच्नुपर्छ। रमाइलो गर्नुपर्छ। ल मम्मी अगाडि राख्नु पो हुन्थ्यो। मम्मीले ल टिन पानी हिँडाल्नु भएको, खै देखाउनु त। ल यहाँको लायो कि उतै लायो टिन पानी? अहिले झाम्रे बस्दा सकिला जस्तो। ल हाम्रो टिन पानी चाहिँ झाम्रे बस्दालाई न जाम अब। ल हामी चाहिँ घरबाट हिँड्यौँ, अब चाहिँ अहिले चाहिँ डाँडा आइपुग्यौँ। अनि अब तल्लो डाँडा आयौँ। हामी चाहिँ अहिले चाहिँ लङ बाटो जाँदैछौँ साथीहरू। यताको बाटो चाहिँ उयो रहेछ, 2-1.5 घन्टा लाग्छ होला। ल अब चाहिँ हामी डाँडा आइपुग्यौँ। अहिले चाहिँ मौसम एकदम राम्रो भएको छ। हाम्रो मामा हुनुहुन्छ, हाम्रो गुरुङ मामा। सबैजना यहाँ पछाडि हुनुहुन्छ। हिँड्यो है भार्से। ल होमस्टेमा, ल होमस्टेमा त हिँड्यो। अब कता बसेर हामी चाहिँ सब कल्चरल ड्रेस लगाएर हिँड्नु भएको छ। हातभन्दा मम्मीहरूले सब मगर ड्रेस लगाएर हल्का मचाउने एकदम ओके छ। जाम है त सर। धमका अहिले धमका जाँदैछ, हेर्दै गर्नु होला। अब उतै गएर भेटौँ। ज्वाङमा आइपुग्यो है हामी त। बल्ल बाटो त कस्तो एकछिन त कस्तो डेन्जरै थियो। ल यता चाहिँ गाउँ छ मजाको ज्वाङ, मैल डाँडा हौ। अब हामी जाने मैल डाँडा। यता चाहिँ गाउँ रहेछ चाहिँ, ज्वाङको गाउँ यता जाने। मेरो नि पसिना गाइज कस्तो भएको छ।
के हो सेक्सी भएको के नि हुन्न ल यहाँ चाहिँ मान्छेहरू आउँदै हुनुहुन्छ उतै होला कि भाटी जाने होला भात खाउन होला ओ ल हामी चाहिँ हाम्रो रानीवन होमस्टेमा आइपुग्यौँ ल यो चाहिँ अलि राति भएर अलि खासै देखेन म चाहिँ अब हजुरलाई यहाँ के हुन्छ सबै देखाउने छु ल हाम्रो ग्रुप चाहिँ यहाँ हुनुहुन्छ ल हामी चाहिँ यहाँ आइपुग्यो अब चाहिँ हामी हेलो स्वागत छ मेरो भ्लगमा ल यहाँ चाहिँ कस्तो राम्रो रहेछ यता माथि यता मामा कस्तो भयो यात्रा के बाटो चाहिँ बेसी घुमाउनु भयो ल हामी चाहिँ फाइनली हाम्रो होम स्टेमा आइपुग्यौँ यता जान मिल्छ हस् धन्यवाद ल हाम्रो होमस्टे त यस्तो छ माइजू कस्तो भयो बाटो त बेसरी लामो भयो ल अब रमाइलो गर्नुपर्छ है त ल ल माइजू कान्छामा ल ल अनि अनु नमस्ते बा मैडम ल अब नाच्न पर्छ रातभरि दिदी होइन निरीक्षा कस्तो लाग्यो घर तिमीलाई राम्रो भन न नानी गुड भन न नानी गुड यस्तो भन न मामा चेस चेस डल्ले पानी खाने होइन पानी खान्न हौ खाएस तीन पानी ल अब हामी पानी खान्छौँ एकछिनपछि भेटौँला ल हाम्रो यहाँ स्वागत कार्यक्रम सुरु भयो ल नानी बस तिमी पनि मेडम आउनु ल उहाँहरू पनि आउनु भएको रहेछ पाल्पादेखि यसो गर्नु मामा तल माथि जोडिदिएको घर हेलो हजुर हजुर म भार्छ यता फर्क ल फुलसँग त नमस्ते जिरो जिरो हजुर फेलिक्स दादाको पालो आयो
ल हाम्रो ठुलो माइजीको पाला आयो स्वागत छ होमस्टेमा मेरो बहिनीको पाला आयो टिका मार्ला हुन्थ्यो कि के लागि नो हाम्रो भए लाउनुस् दुलाले धेरै माया गरून् भन्नै बिर्स्याएको बोले सुमन मामाको भयो रबिन ल हाम्रो चाहिँ अब लगभग स्वागत कार्यक्रम सकिन थाल्यो ल हामी चाहिँ अब नास्ता खाने टाइम भयो ल मामा पड्काउनु बाहिरको ल खाम 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 ल माइजू कान्छेमा ल खाम अब सुरु बा खानु ल खानु ल उहाँहरू पनि हुनुहुन्छ पाहुनाहरू मामा खानु 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 मामा मकै फुला खाएको पपकर्न त्यो त नखाने छोरी हुन्छ पपकर्न खाऊ हस् ल खाइ देखाउ त मिठो मिठो त्यो पिरो छ छोरी ल नरिसाइकिन हालमै बियर हाल्दा चाहिँ धेरै ख्याल गरौँ होला कोही गाज मार्न आउँछ फेरि एउटा मात्र खाऊ हस् धेरै नखाने ल सुरु गरौँ ल चेयर्स सानो टाइप पनि खाइस् खाना आयो पुरो के खाइस् त ल अब चाहिँ हामी के खाने अचार मासु अनि यो मकै भाँसीको मकै भाइ पनि हो नि नानी नानी भाइ पनि हो नि मकै मिठो आयो आयो मामा अब हामी खान्छौँ खाएपछि भेटौँ ल हाम्रो आमा समूह अनि यहाँको आमा समूहले चाहिँ अब गाना गाउन थाल्नु भएको छ हाम्रो नातिनी नादिन्छ म नचाउँछ हाम नादिन नादिन्छ अन्त नादिन ल सुरु गरौँ है गरौँ
नाचाऊ इधर नाच भान्जा जो तिमी नाच के सुन भान्जालाई देऊ के गीत गाउनु न छिटो न हाम्रो लागि चाहिँ बिस्तारा रेडी हुँदैछ हामी चाहिँ यहाँ अब सुत्छ एकछिनपछि पानी चाहिँ ठुलै पर्यो जाडो भयो भाषेमा चिसो हामी चाहिँ यो रुममा सुत्छौँ सबैजना हलमा ल गुड मर्निङ साथीहरू यहाँ त अझै सुत्दै हुनुहुन्छ ल गुड मर्निङ ल चिया खाँदै गुड मर्निङ कति बजी गुड मर्निङ ल रानीवन होमस्टे हामी चाहिँ यो हलमा सुतेको बाहिर चाहिँ यस्तो छ पानी परिरहेछ म देखाउँछु हजुरलाई गुड मर्निङ फ्रम गुल्मी भाषी ल यस्तो छ
रातभरि पानी पर्यो, अहिले पनि पानी परिरहेछ। हामी चाहिँ अहिले उठेर चिया खाँदैछौँ। ल अब अहिले के हुन्छ अहिले भेटौँ है त फेरि। यस्तो छ बिहानको। खै हाम्रो म्याडम निनिक्षा ल सबैजनाको गुड मर्निङ भयो। हामी चाहिँ सबैजना अब यहाँ बाहिर निस्किएको हो। अब चाहिँ लगभग घरतिर अब ल मम्मी टाउको दुखा छ दिदी। हेलो कान्छ्यामा मामा गुड मर्निङ माइजू मोही। ल अहिले बिहानको मौसम फेरि पानी पर्न थाल्दैछ। पानी ल अब चाहिँ हामी चाहिँ लगभग अब हामी जाने बेला भयो। हामीलाई चाहिँ अब हामी बिदाई कार्यक्रम हुँदैछ, सुरु हुँदैछ। एकदम राम्रो ल एकदम सही। हाम्रो मेरो माइत के अरे माइती देश मदनको ठाउँ एकदम खुसी रमाइलो। ल फेरि पनि यस्तै गरेर फेरि आउन पाऊँ। ल यो बा हुनुहुन्छ यहाँ। बा हेलो भन्नु न, कस्तो भयो? राम्रो। ल अब हामी भार्से गाउँ घुम्न जाने। ल अब चाहिँ हाम्रो चाहिँ हुँदैछ बिदाई। यहाँ हेलो मामा हुनुहुन्छ यहाँ, मेरो ठुलो मामा। मामा हेलो। यहाँ हुनुहुन्छ कान्छा मामा, यहाँ हुनुहुन्छ साइला मामा। मामा हेलो भन्नु न। यहाँ माइजू हुनुहुन्छ तर अलिक बिजी हुनुहुन्छ। यहाँ हुनुहुन्छ यहाँको आन्टीहरू आमा समूहहरू होला। बिहानभरि रातभरि पानी पर्यो। अहिले चाहिँ अलिक पानी पर्नु बिरो भएपछि। ल हाम्रो दिदीहरू चाहिँ हामीलाई बिदाई गर्न आउनुभयो। ल बस्नु ल अब हाम्रो बिदाई कार्यक्रम। मोनिका अनु यत्रो कुर्सी Felix. हिजो काम थियो मैले त उता झोला राखेको थिएँ कि यही छ र। ल बिदाई कार्यक्रम भयो। अब हाम्रो चाहिँ बिदाई कार्यक्रम फुल लाएर जानु पर्यो।
काप्ने मान्छे हिँडेको कस्तो राम्रो फुल घरै पुऱ्याउनु घरै लैजाने हो ल भार्सेको चिनो होमस्टेको सेतो लाली गुनास भनेपछि बुवाङ्गे भनिदिनु कि भित्रभित्र भन्नु पऱ्यो होइन मलाई ट्याक्कै हाम्रो यहाँ बिदाई कार्यक्रम हुँदैछ अब हामी जाने हो कस्तो राम्रो फुलहरू पानी नपर्दै हुन्थ्यो के डल्ले आऊ फेलिक्स आऊ यहाँ आऊ निनिक्षाको फुल खै हामीलाई त कति राम्रो फुल दिनु भएको छ हजुर जस्तै राम्रो यस्तो राम्रो मान्छे माइजीको झन् कस्तो राम्रो राम्रो मेरो लाली गुराँस भन्न मात्र मागी छ ल भन्नु न लाली गुराँस रातो छ भन्न खोजेको सेतो पनि हुन्छ ल हामी त लाग्यौँ पानीले डिस्टर्ब गर्यो कि ल हुन्छ ल बस्नु है ल हुन्छ जान्छौँ धन्यवाद अब फेरि आउँछौँ हामी ल बाई बाई ल आउने निक्षा के ल जाम है ल बाई 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 फेरि भेटौँला कति राम्रो मेरो बुके ल ल बाई